नमस्कार, स्वागत छ माइन्डफुल संवाद विथ बबीमा। यहाँ हामी मनका गाठाहरू फुकाल्छौँ, सोचाइका भारीहरू हलुका बनाउँछौँ र आफूलाई बुझ्ने यात्रामा एकअर्कासँग सँगसँगै हिँड्छौँ। आजको एपिसोड निकै विशेष छ, किनकि हामी न्यान्सी कोलरको पुस्तक क्यान्ट स्टप थिङ्किङको पार्ट 1 अथवा स्टाइल्स अफ सफरिङ भन्ने पार्टको अन्तिम 2 अध्याय अथवा च्याप्टर 5 वाट्स रङ विथ एभ्री वान एल्स र च्याप्टर 6 वाट इफ थिङ्स गो रङ को गहिरो सारमा डुब्छौँ। र अन्तमा म तपाईँलाई बताउने छु कि अब हामी पार्ट 2 अथवा टुल्स फर रिलिफ यति सबै सफर भइसकेपछि यसलाई कसरी रिलिफ गर्ने त भन्ने च्याप्टरमा पनि प्रवेश गर्दैछौँ अर्को एपिसोडमा। अनि त्यसपछि पार्ट 3 अथवा लिभिङ द इनर फ्रिडम भन्ने बारेमा पनि हामी छलफल गर्नेछौँ। त्यसैले अन्त्यसम्म साथ दिनुहोला। अब सुरु गरौँ। यदि तपाईँ ओभरथिङ्कर हुनुहुन्छ भने यो दृश्य तपाईँलाई चिनेको जस्तै लाग्छ। मानौ तपाईँ साथीहरूसँग एउटा ट्रिप प्लान गर्दै हुनुहुन्छ। तपाईँले त्यहाँको मौसम चेक गरिसक्नुभयो, त्यहाँको होटलको रिभ्यू, ब्याकअप होटल रिभ्यू, रेस्टुरेन्ट, पार्क, त्यहाँ वरिपरिको पार्किङको सुविधा, बाटो, सबै कुरा। तर तपाईँले साथीलाई सोध्नुभयो, आर यु रेडी? तपाईँ रेडी हुनुहुन्छ त हाम्रो ट्रिप जानको लागि भनेर। तर तपाईँको साथीले भन्छ, जाउँ न त्यहीँ पुगेर हेरौँला। जान चाहिँ जाउँ। यी सबै कुराहरू होटलको रिभ्यू, पार्किङ, रेस्टुरेन्ट सबै त्यहीँ गएर भेटाइहालिन्छ नि। तपाईँको दिमागले भन्छ, हेर्छौँ, त्यहीँ गएर हेर्ने? के भन्नुभएको जस्तो? योजना बिना कसरी ट्राभल गर्ने? हैन? यही मानसिकता, यही निराशा, यही थकान नै यो अध्यायको मूल केन्द्र हो। न्यान्सी कोलर भन्छन्, ओभरथिङ्करको मनमा एउटा गहिरो विश्वास हुन्छ कि यदि मैले सबै कुरा सोचिनँ भने केही न केही बिग्रिन्छ। र त्यसपछि अर्को विश्वास जन्मिन्छ कि अरूले चाहिँ किन सोच्दैनन्, म मात्रै किन जिम्मेवार व्यक्ति हुँ, अरूलाई किन जिम्मेवारीको महसुस हुँदैन। तर यो घमण्ड भने होइन। ओभरथिङ्करको म नै जिम्मेवार व्यक्ति हुँ, मैले नै सबै थोक गर्नुपर्ने भन्ने जुन कुराहरू उनीहरूले बेला बेलामा प्रस्तुत गरिराख्छन् नि, त्यो उनीहरूको घमण्ड होइन। यो उनीहरूले बनाएको चिन्ताको सुरक्षा कवच हो। ओभरथिङ्करहरूले आफूलाई यस्तो मान्छन् कि म नै सबै गल्तीहरूलाई रोक्न सक्ने हुनुपर्छ, अथवा गल्ती हुन दिन नै हुँदैन, अथवा सबै सम्भावित समस्याहरू पहिले नै देखिहाल्ने। वाट इफ द्याट गोज रङ, अथवा वाट इफ अदर पिपल डोन्ट थिङ्क अबाउट इट। अरूले सोच्दैनन् भने बर्बाद छ, म आफूले नै सोच्नुपर्छ, यो जिम्मेवारी मैले नै लिनुपर्छ, सबैलाई सुरक्षित राख्नुपर्छ मैले, अथवा सबै कुरा ठिक चलोस् भनेर जतिखेर पनि मानसिक पहरा दिइराख्छन् उनीहरू। जस्तै एउटा उदाहरण दिउँ, तपाईँको परिवारमा जमघट भइरहेको छ, सबैजना रमाइरहेका छन्, तर तपाईँको दिमागमा भने स्टोभ बन्द भएन कि, कुकुर बाहिर त छैन, अथवा केटाकेटी बाहिर त निस्केनन्, बच्चाहरू सिँढी नजिकै त छैनन्, लडे कि, कोही धेरै पिएर गाडी त चलाउँदै छैन, एक्सिडेन्ट त भएन। सबैजना रमाइरहेका छन्, तर तपाईँको दिमाग मेन्टल लुपमा चलिरहन्छ। न्यान्सी कोलरले अर्को एउटा कुरा के भन्छन् भने, ओभरथिङ्किङले कहिलेकाहीँ हामीमा नैतिक श्रेष्ठताको भ्रम दिन्छ, अथवा म नै नैतिकवान व्यक्ति हुँ, म नै जिम्मेवार व्यक्ति हुँ, मैले नै सबै कुरा सोच्छु। जसरी तपाईँले आफूलाई म मात्रै गम्भीर व्यक्ति हुँ, म मात्रै सचेत व्यक्ति हुँ भन्ने सोच्नुहुन्छ नि, त्यो ओभरथिङ्किङ हो। तर वास्तविकता के हो भने अरू मानिसहरू लापरवाह होइनन्, अरू मानिसहरू चिन्ताले थिचिएका छैनन्, फरक त्यति मात्र। उनीहरूलाई हामी बेफिक्री देख्छौँ, कस्तो बेफिक्री मान्छेहरू, कस्तो गैर जिम्मेवार व्यक्तिहरू भन्ने सोच्छौँ। तर उनीहरू
शान्त छन्, गैर जिम्मेवार होइन। यसको मतलब यो होइन कि कोही गैर जिम्मेवार व्यक्तिलाई मैले शान्त भन्ने प्रतीक दिन खोजेको होइन। हामीले जिम्मेवार व्यक्तिहरूलाई पनि शान्त देखिरहेका हुन्छौँ, तर ओभर थिङ्कर्सहरूले त्यही शान्त प्रकृतिलाई कहिलेकाहीँ गैर जिम्मेवारीको नाम दिनुहुन्छ। अन्तमा त्यो सोचाइले तपाईँलाई के दिन्छ? मात्र निरन्तर मानसिक थकान र अरूप्रति रिस, अरूप्रति एउटा किसिमको जुन द्वेष उत्पन्न हुन्छ। किन यो मान्छे चाहिँ जिम्मेवारी छैन, मैले मात्रै किन सबै गर्नुपर्ने, अथवा म मात्रै बुझ्छु, मैले मलाई मात्रै बुझ्छु, मैले सबैलाई बुझ्छु, मलाई पनि बुझ्छु, तर अरूले मलाई बुझ्दैनन् भन्ने किसिमको एउटा एक्लोपनको महसुस हुन थाल्छ तपाईँलाई। देयर इज नोबडी टु टेक केयर अफ आफ्नी, कोही पनि छैन मलाई बुझ्ने। आफूलाई अत्याधिक जिम्मेवार ठान्नुहुन्छ तपाईँ, र यो चक्रले आफैलाई बलियो बनाउँदै जान्छ। यो चक्रले त्यही चक्रलाई नै बलियो बनाउँदै जान्छ र हामीलाई कमजोर बनाउँदै जान्छ। यसमा न्यान्सी कोलर के भन्छन् भने, संसार तपाईँले नसोचे पनि चल्छ, किनकि ओभर थिङ्किङ कुनै गुण होइन, यो डरले बनाएको बानी हो। हामीले संसारलाई बोकेर हिँडिराख्नु पर्दैन, कहिलेकाहीँ जीवन आफै पनि चल्छ। एउटा भनाइ सुन्नुभएको छ नि नेपालीमा, मरेपछि त डुमै राजा। त्यो भनेको के हो भने, यहाँ कुनै जातपातलाई राख्न खोजिएको होइन, त्यो एउटा भनाइ छ नेपालमा। जोसुकै राजा भए पनि के मतलब त, म बाँचुन्जेल पो कसले राज्य गर्छ, अथवा मलाई कसले सुख सुविधा दिन्छ राज्यमा, अथवा राज्यको भलो कसले गर्छ भन्ने कुरा म चिन्तित हुन्छु त। मरेपछि त जोसुकै राजा होस् न, मलाई के मतलब। म बाँचुन्जेल चाहिँ मैले राम्रो गर्छु, राम्रो व्यक्तिलाई जिताउँछु, अथवा राम्रो गर्छु मेरो राज्यको लागि। म मऱ्यो भने के होला, को राजा बन्ला, अथवा यो राज्यको विकास होला कि नहोला, मेरो परिवारको ठिक होला कि नहोला, मेरो बच्चाहरूको ठिक होला कि नहोला। यो सबै ओभर थिङ्किङले जन्माएको चिन्ता अथवा डर हो। अब यसपछि हामी 6औं अध्यायको कुरा गरौँ है त। 6औं अध्यायले के भन्छ भने, ओभर थिङ्किङको मुटु हो यो, यसको इन्धन अथवा यसको मुख्य डर के हो भने, केही गलत भयो भने, वाट इफ थिङ्स गोज रङ। अघि पनि हामीले केही कुरा गऱ्यौँ अघिल्लो च्याप्टरमा। यसमा विशेष गरी केही भयो भने के गर्ने होला भन्ने किसिमको डर जुन ओभर थिङ्किङले पैदा गराउँछ, त्यो बारेमा एकदम गहिरो रूपमा प्रस्तुत गरिएको छ। ओभर थिङ्करको दिमागमा चाहिँ जहिले पनि वर्स्ट केस सिनारियो भन्छ नि, त्यो बनाउने कारखाना नै हुन्छ भन्छन् न्यान्सी कोलर। धेरै सोच्ने व्यक्तिको दिमागमा जहिले पनि नराम्रो नै हुन सक्छ, यो नराम्रो भयो भने के गर्ने होला भन्ने चिजको कारखाना नै बसेको हुन्छ। जतिखेर नै त्यही नै प्रोडक्सन भइरहेको हुन्छ। जस्तै उदाहरणका लागि, तपाईँले कसैलाई मेसेज गर्नुभयो, 20 मिनटसम्म पनि त्यसको रिप्लाई आएन। विशेष गरी हाम्रो यङ्स्टरहरूमा, केटाकेटी बिचमा मेसेजको आदान प्रदान, अथवा नर्मल रिलेसनसिपमा नै भनौँ न, बुवा आमालाई अथवा श्रीमान श्रीमती, दाजुभाइ दिदीबहिनी, साथीभाइ मेसेज गरियो, 20 मिनटसम्म रिप्लाई आएन भने ओभर थिङ्करहरूको दिमागमा के जन्मिन थाल्छ भने, हो कतै उ रिसायो कि मसँग, कतै मैले गलत पो बोलेँ कि, अथवा अब सम्बन्ध बिग्रियो कि, अथवा उसैलाई केही भयो कि, म नै दोषी छु कि। यस्ता कुराहरू रिपिटेडली आउन थाल्छन्, मात्र केही समयसम्म रेस्पोन्स आएन भने। तर वास्तविकता के हुनसक्छ, उसको फोनमा चार्ज सकिएको हुनसक्छ। विचार गर्नुहोस् त। ओभर थिङ्करहरूको अर्को एउटा ठुलो विश्वास के हुन्छ भने नि, यदि मैले सबै कुरा सोचेँ भने म समस्या रोक्न सक्छु भन्ने त्यो एउटा भ्रम जतिखेर पनि ओभर थिङ्करको दिमागमा आइरहेको हुन्छ। न्यान्सी कोलरले के भन्छन् भने, यो दिमागले बनाएको एउटा झुट हो, जसले
हामीलाई बारम्बार यही दिलासा दिइरहेको हुन्छ कि मैले सोचेँ भने मेरो जीवन सुध्रिन्छ अथवा मेरा सबै कामहरू सफल हुन्छन् धेरै सोचेँ भने। तर सोचेर जीवन रोकिँदैन, सोचेर पीडा टर्दैन र सोचेर भविष्य नियन्त्रण हुँदैन। तर सोचेर अहिलेको शान्ति भने हराउँछ। नेगेटिभ बाटो आयो कि आएन त? अहिलेको शान्तिलाई नै खलबल्याउने गरी हामी ओभरथिङ्क गरिराखेका हुन्छौँ, तर त्यसले भविष्यमा पनि नराम्रो नै रिजल्ट दिन्छ भने के फाइदा भयो त? न्यान्सी कोलरले यहाँ दुईवटा कुरा छुट्याउँछिन्। एउटा प्लानिङ जुन उपयोगी छ र अर्को भनेको क्याटास्ट्रोफाइजिङ भन्छ, जसलाई चाहिँ डरको नाटक। त्यो भनेको के हो भने, जस्तै एउटा उदाहरणको लागि छाता लिएर जाउँ न, पानी पर्न सक्छ। कुनै बाहिर जाँदै हुनुहुन्छ तपाईँलाई लाग्छ कि पानी पर्यो भने के गर्ने, छाता लिएर जाउँ है। र त्यो चाहिँ एउटा प्लानिङ भयो क्या, छाता लिएर जाउँ, पानी पर्न सक्छ, एउटा नाइस प्लानिङ, उपयोगी हुनसक्छ यो। तर त्यही ठाउँमा क्याटास्ट्रोफाइजिङले के भन्छ भने, छाता नलिई गएँ भने पानी पर्न सक्छ, म बिरामी हुन्छु, मेरो काम छुट्छ, मेरो जागिर जान्छ, मेरो जीवन नै रोकिन्छ। दिमागले पानीबाट प्रलय बनाइदिन्छ। यो चाहिँ एउटा डरको नाटक जुन हाम्रो दिमागले हामीसँग खेलिरहेको छ। ओभरथिङ्करको एउटा मात्रै जरो के हो भने, अनिश्चिततामा रमाउन नसक्ने अथवा जुन अनिश्चितता छ त्यसलाई सहन सक्ने क्षमता ओभरथिङ्करमा हुँदैन। जस्तै हामी निश्चितता खोज्छौँ, ग्यारेन्टी खोज्छौँ, सुरक्षा खोज्छौँ, तर जीवनले कहिले पनि 100% ग्यारेन्टी दिँदैन। न्यान्सी कोलर भन्छन्, अनिश्चिततालाई हटाउने होइन, अनिश्चिततासँग बस्न सिक्ने हो, बाँच्न सिक्ने हो, अनिश्चिततामा नै रमाउने हो। वाट इफ गोज रङको ठाउँमा वाट इफ गोज राइट किन सोच्दैनौँ हामी? जिन्दगी साह्रै दिगदार लाग्दो छ भन्नुको सट्टा जिन्दगी कति रमाइलो छ, जिन्दगी एउटा फुलसरी छ, किन सोच्दैनौँ हामी? हामी जहिले पनि अँध्यारो साइडतिर मात्रै सोचिराखेका हुन्छौँ। त्यसमा उज्यालो पनि त छ। त्यो अँध्यारो आउने बेलामा आउँछ, तर आउनुभन्दा अगाडि नै जब हामी उज्यालोमै छौँ, जब हामी दिनमा नै छौँ, तर पनि हामी रातलाई सम्झेर डराइरहेका हुन्छौँ। रात आउने बेलामा आउँछ, जान्छ। यसलाई हामीले किन लिन सक्दैनौँ? यो दिन र रात त अझ निश्चित कुरा भयो। जीवनमा धेरै अनिश्चितताहरू छन्, त्यसलाई पनि हामीले त्यसरी नै लिन सक्नुपर्छ। न्यान्सी कोलरले एउटा सरल तर एकदमै शक्तिशाली अभ्यासको बारेमा यहाँ चर्चा गरेकी छिन्। उनले भन्छन्, हामी नोटिस गरौँ, डरले बनाएको सोच देख्न सकौँ अथवा एक्नोलेज गरौँ, त्यसलाई लडाइँ बिना नै स्वीकार गर्न सकौँ। र रिटर्न भन्ने अर्को छ, त्यो भनेको वर्तमानमा फेरि फर्किन सकौँ। न त जबरजस्ती, न त तर्क वितर्क, न त कुनै किसिमको प्रश्न, बस कोमल ध्यान। यो प्रयास हामीलाई सधैँ गर्नु जरुरी छ। हामीले सोच देख्न पनि सक्नुपर्छ, त्यो डरले बनाएको सोचलाई देख्न सक्नुपर्छ र त्यसलाई बिना स्ट्रगल, बिना फाइट, बिना लडाई स्वीकार पनि गर्न सक्नुपर्छ र फेरि वर्तमानमा नै फर्किन पनि सक्नुपर्छ। त्यसैले यहाँ हामी यति कुरा गरिराख्दाखेरि सोच्दै नसोच्ने अथवा तयारी नै नगर्ने, भविष्यको तयारी नै नगर्ने भन्न खोजेको होइन।
हामी सबै कुरा गरेर पनि बिना लडाईँ त्यसलाई स्वीकार गरेर पनि वर्तमानमा फर्किन सक्यौँ भने बल्ल जिन्दगी जिएको मजा आउँछ। यति नै थियो क्यान्ट स्टप थिङ्किङको पार्ट 1 को स्टाइल अफ सफरिङ को अन्तिम 2 अध्यायको सार। आज हामीले बुझ्यौँ कि किन ओभर थिङ्किङले अरूलाई चाहिँ गलत देखाउँछ अनि हामीलाई अत्याधिक जिम्मेवार व्यक्ति देखाउँछ, हामी ठानिन्छ र किन वर्स्ट केस सिनारियो अथवा एकदमै नराम्रो हुन सक्ने सोचाइले हाम्रो जीवनलाई सधैँ कब्जा गरिराखेको हुन्छ, हामीलाई रमाउन दिइराखेको हुँदैन, हामीलाई वर्तमानमा जिउन दिइराखेको हुँदैन र किन अनिश्चितता हाम्रो सबैभन्दा ठुलो डर हो भन्ने बारेमा हामीले छलफल गर्यौँ। अब रमाइलो कुरा, पार्ट 1 ले यो किताबको पार्ट 1 ले हामीलाई समस्या देखायो। अब पार्ट 2 ले समाधान ल्याउँछ। आजसम्म मैले जति पनि रिभ्यू गरेँ, जति पनि भिडियोहरू बनाएँ, यो सबै स्टाइल अफ सफरिङको थियो। ओभर थिङ्किङले दिने सफरिङ, दिने दुःखको बारेमा मैले छलफल गरेँ। अब हामी पार्ट 2 मा समाधानको उपायहरूको बारेमा छलफल गर्नेछौँ। अर्को एपिसोडदेखि हामी प्रवेश गर्दैछौँ टुल्स फर रिलिफ अथवा ओभर थिङ्किङबाट मुक्त हुनका लागि वास्तविक अथवा प्रयोग गर्न मिल्ने, जीवन बदल्न सकिने उपकरणहरूको बारेमा न्यान्सी कोलरले के बताउँछिन् उनको बुकमा हामी छलफल गर्नेछौँ। र त्यसपछि आउनेछ पार्ट 3 लिभिङ द इनर फ्रिडम भन्ने, जहाँ हामी डर होइन स्वतन्त्रबाट चल्ने जीवन सिक्छौँ। त्यसैले यदि तपाईँ यो यात्रामा मसँग हुनुहुन्छ भने माइन्डफुल संवाद विथ पपीलाई सब्सक्राइब गर्न नबिर्सनुहोला र लाइक कमेन्ट छोड्नुहोला, आफ्नो अनुभवहरू पनि सेयर गर्नुहोला ताकि हामी एकअर्कालाई आफ्नो अनुभव साटासाट गरेर नै अगाडि बढ्न सकौँ। अब अर्को एपिसोडमा भेटौँला। आजको लागि यहाँसम्म आइदिनु भयो, मलाई सुनिदिनु भयो, हजुरलाई धेरै धेरै धन्यवाद। नमस्कार।